गुड मर्निङ सबैजनालाई। म राधे जन फेरि पनि आज सुन्दर एउटा भिडियो लिएर म तपाईँहरूको माझमा उपस्थित भएको छु र खास यो परमेश्वरले आज बिहान मलाई दिनुभएको सुन्दर वचन हो। यो वचन खास हामी सबैको लागि धेरै ठुलो आशिषको कारण हुनेछन् र यो 2026मा परमेश्वरले तपाईँको जीवनको लागि राम्रो र सुन्दर योजना बनाउनु भएको छ प्रियहरू। जुन योजना कहिल्यै हामीको लागि होइन तर आशिष भविष्यको लागि हो हाम्रो। त्यसैले परमेश्वरले भन्दैछन् भोलिको चिन्ता नगर्नुहोस्। परमेश्वरले पहिले नै आशिषित र हामीहरूलाई अभिषेक गर्नुभएको छन् आगामी दिनहरूका महान कामहरूका लागि। विश्वासमा अगाडि बढ्नुहोस् प्रियहरू र परमेश्वरको महिमाको लागि, किनभने परमेश्वरले हाम्रो र तपाईँहरूको लागि आफैले सुन्दर एउटा कथा लेख्नुभएको छ यो नयाँ सालको लागि प्रिय। त्यही भएर प्रिय जसरी किनकि परमेश्वरले एउटा वचन जसरी मलाई याद आयो, त्यो वचन जुन परमेश्वरले आज बिहान मलाई दिनुभएको थियो त्यो यर्मिया 29:11 हो। त्यसमा लेखेछन्, किनभने जुन योजना मैले तिमीहरूको निम्ति बनाएको छु त्यो योजना तिमीहरूको लागि उन्नति र प्रगतिको लागि हुन्, हानि नोक्सानीको लागि होइन। परमप्रभु भन्नुहुन्छ आशा र भविष्यको लागि। प्रिय हेर्नुहोस् प्रिय, परमेश्वरले कति राम्रो यो वचनद्वारा हामीलाई उत्साह दिइरहेका छन् कि परमेश्वर यो वचनद्वारा हामीलाई उत्साह दिइरहेका छन्। हामीहरूले त्यही भएर चिन्ता फिक्र टेन्सन गर्नु हुँदैन, तर परमेश्वरको जुन काम रहेछ उहाँको महिमाको निम्ति हामी चाहिँ बढ्नुपर्छ अगाडि। प्रिय हामी उहाँको जयकार गर्छ, चाहे जेसुकै काम किन नहोस् हामी बढौँ र परमेश्वरले हामीलाई त्यसमा धेरै फलिफाप आशिषित गर्नुहुनेछन्। हुन्छ प्रिय, यसमा तपाईँले विश्वास गर्नुहोस् र आफ्नो जीवनमा घोषणा गर्नुहोस्। र एउटा सानो प्रार्थना म गर्न गइरहेको छु। यो प्रार्थनाले तपाईँको जीवनमा ठुलै आशिष दिनेछन्। विश्वास गर्नुहोस् र घोषणा गर्नुहोस् आफ्नो जीवनमा। आउनुहोस् म प्रार्थना गर्दछु। हे स्वर्गीय पिता, म तपाईँको प्रेम र सुन्दर योजनाको लागि म धन्यवाद दिँदछु। हामीलाई भोलिको चिन्ता जुन हाम्रो जीवनको छ सबै तपाईँको हातमा म सुम्पर्दछु। हामीलाई आशिषित र अभिषेक गर्नुभएकोमा म तपाईँलाई धन्यवाद दिँदछु प्रभु येशू। हाम्रो विश्वासलाई बलियो बनाइदिनुहोस्। आगामी महान कार्यहरूका लागि हामीलाई तयार गर्नुहोस्, सुसृद्ध गर्नुहोस्, साहस दिनुहोस्, बुद्धि दिनुहोस् र आज्ञाकारिता बनाउनुहोस् पिता परमेश्वर, ताकि तपाईँलाई हामी चाहिँ महिमा गर्न सकौँ। प्रभु धन्यवाद। यो सबै तपाईँको हातमा राख्दछु र जति पनि यो भिडियो सुनिरहेका छन् उहाँहरूलाई पनि तपाईँको हातमा राख्दछु। उहाँहरूको भविष्यलाई जति योजना छ सबै तपाईँको हातमा राख्दछु। सबैमा तपाईँको आशिष र प्रेम बनिरहेको छ। येशू मसीहको पवित्र नाममा आमेन। हुन्छ, जय मसीह। गड ब्लेस यु अल।